हेलो एभ्रिवान। सिम्पल एन्ड इजी निम्की बनाउनको लागि हामीलाई चाहिन्छ मैदा, 1 चम्चा ब्ल्याक पेपर, 1 चम्चा नुन, थोरै बेकिङ सोडा, थोरै ज्वानो, थोरै कालो तिल, थोरै तेल, सबै हालेर एकछिन पिठो मुस्नु होला। त्यसपछि थोरै थोरै पानी हाल्दै डो बनाउनु। एकछिन 15-20 मिनट डोलाई छोपेर राखिदिनु। अब रोटी बनाए जस्तै गरेर पातलो बेल्नु होला। दुईवटा सेपको बनाउन सकिन्छ। एउटा चाहिँ 3 चुन्चे निम्की र अर्को चाहिँ कटुवा निम्की। कटुवा निम्की बनाउनको लागि गोलो बेलेको निम्कीको रोटीलाई लामो लामो मसिनो काटिदिनु अनि त्यसपछि मैले जस्तै छड्के छड्के काटिदिनु होला। हिट अन गरेर प्यान बसाल्नु होला र मिडियम टु हाई फ्लेममा तेल तातिसकेपछि अघि काटेको निम्कीलाई फ्राई गरिदिनु होला। हेर्नुहोस् त, वाउ कस्तो फुलेर आएको। गोल्डन येलो कलर हुँदासम्म फ्राई गरिदिनु होला एन्ड इट्स रेडी। 3 चुचे निम्कीको लागि चाहिँ इट्स अ लिटल ट्रिकी। यसको लागि गोलो बेलेको निम्कीलाई तातो तेलमा फ्राई गर्नुहोस्। फुलेर सबैतिर फुल्छ र त्यसपछि बिचमा फोल्ड गर्ने 2 पटक। सो इजी। गोल्डन येलो हुँदासम्म फ्राई गरिदिनु होला दुवै साइडमा। क्रिस्पी निम्की इज रेडी टु इट। थ्याङ्क यू फर वाचिङ माई भिडियो।